हेलो एभ्रिवान, स्वागत छ तपाईँहरूलाई आजको मेरो यो भिडियोमा। तपाईँहरूले सोचिरहनु भएको होला यो सचिनको भिडियो मतलब ह्याकिङको भिडियो अहिलेसम्म किन आइरहेको छैन भनेर। तपाईँहरूले कहाँ कहाँ खोज तलास गर्नुभयो होला मेरो बारेमा, कहाँ गयो आखिर यो सचिन ह्याकिङ च्यानलको भिडियो कहाँ गयो भनेर। तपाईँले कति साथीहरूलाई पनि सोध्नुभयो होला ह्याकिङको भिडियो अहिलेसम्म आएको छैन, के भयो होला भनेर। हेलो साथी, साथी तिमीलाई थाहा छ होला त ह्याकिङले आजकल किन भिडियो हालिरहेको छैन? को ह्याकिङ? त्यो भिडियो बनाउँछ त एउटा सचिन भन्नेले, ह्याकिङ च्यानल छ त उसको। ह्याकिङ के ह्याकर हो? होइन क्या, त्यो इलेक्ट्रोनिक्स भिडियो हाल्छ त। कस मलाई त थाहा भएन। केही छैन, अरूले थाहा होला, अरूतिर त हुन्छ। ओ ब्रो ह्याकिङले भिडियो किन हालिरहेको तिमीलाई थाहा छ? ह्याकिङ भनेको हो म त चिन्दिनँ। 20 जनालाई सोधे, एकजनालाई मात्र थाहा छ अरे, त्यो पनि मलाई। त अब मेन मुद्दामा आऊ, म यत्रो दिन किन गायब थिएँ? किनकि मलाई पनि एउटा भूत चढाएको थियो। के भूत भन्दाखेरि आर्डिनो सिक्ने भूत। त यो सिक्नलाई मैले दिन रात एकदम धेरै मेहनत गरेँ। खाना पिना नखाई त धेरै भयो जस्तो चाहिँ जोस एकदम धेरै मेहनत गरेँ यसको बारेमा सिक्न। त धेरै सिकेपछि आफूभित्र कन्फिडेन्ट बढ्दै गयो, त्यसले मलाई एउटा च्यालेन्जको जरुरत थियो। त च्यालेन्ज खोज्ने क्रममा मैले यस्तो खालको एउटा हेडलाइट पाएँ। यसमा धेरै फङ्सनहरू रहेछ, यसमा पक्कै पनि माइक्रो कन्ट्रोल युज भएको छ। एकचोटि थिच्दाखेरि यो मेन लाइट बल्छ अनि फेरि अफ भइहाल्छ। अब दुईचोटि थिच्यो भने यो अलिकति डिम हुन्छ अनि फेरि अफ हुन्छ थिचेपछि। फेरि 3 चोटि थिच्यो भने यो ब्लिङ्क बन्छ, यस्तो खालको। अनि लङ प्रेस गर्यो भने यो रातोमा स्विच हुन्छ। अब रातोमै स्विच भइसकेपछि फेरि दुईचोटि थिच्दाखेरि यो ब्लिङ्क हुन्छ। त यस्तै खालको म एउटा प्रोग्राम रिक्रिएट गरेर हेर्नेछु म सक्छु कि सक्दिनँ भनेर। त सुरु गरौँ आजको यो भिडियो। अब म सुरु गर्दैछु। म थोरै ब्रेडबोर्डलाई सेटअप गर्नेछु, यो पुस स्विच, जम्पर वायर, आर्डिनोहरू राखेर। मैले चाहिँ यहाँ रेड कलर हालेको छु अनि ब्लू कलर चाहिँ किनकि मसँग व्हाइट कलर थिएन, त्यसैले ब्लू कलरले काम चलाउँ भनेर ब्लू कलर हालेको छु। अब चाहिँ म यो आर्डिनोलाई कम्प्युटरसँग कनेक्ट गर्दैछु USB केबल युज गरेर। ओके, म यहाँ सानो कोड क्रिएट गर्दैछु कम्पोनेन्टहरूले राम्रोसँग काम गराएको छ कि छैन भनेर टेस्ट गर्नलाई। अब मेरो मोनिटर चाहिँ यस्तै खालको छ, हेर्नु अलिकति बिग्रिएको छ। मोनिटर भन्दा नि यो टिभी हो, टिभीलाई मोनिटर बनाएर जुगाड गरेर चलाइरहनु परेको छ। यहाँ एकदम खराब हालत छ। ओके, यहाँ मेरो सानो कोड रेडी भइसकेको छ। अब म अपलोड गर्दैछु। ओके, अपलोडिङ डन भइसकेको छ। मेरो कोड चाहिँ कस्तो खालको छ भन्दाखेरि जब हामी पुस स्विच बटन थिच्छौँ तब यो LED स्विच हुनुपर्ने छ, तर यहाँ भइरहेको छैन। एकचोटि कोड चेक गरेर हेरौँ कोडमा केही मिस्टेक छ कि। कोडलाई मैले थोरै मोडिफाई गरेँ, अब चाहिँ काम गर्नुपर्ने हो। अझै काम गरिरहेको छैन, कस्तो काम नगरेको कि एकचोटि गर्दैन, यो भिडियो रेकर्ड गरिन्छ मात्रै।
ओके मैले यसलाई फिक्स गरिसकेको छु यो एलईडी को टर्मिनल उल्टो पाल्टो भएछ अब हेरौँ अझ काम गरिरहेछ नि यो अर्कै तरिकाले काम गरिरहेछ ओके मैले मेरो कोडलाई हेरेँ अनि त्यसपछि मैले यसलाई थोरै मोडिफाई गरेँ अनि त्यसपछि यस्तो काम गर्ने भएको छ ओके मेरो यो सबै कम्पोनेन्टले काम गरिरहेको रहेछ मैले टेस्ट कोड हालेको थिएँ सबैले राम्रोसँग काम गर्यो अब म यो टचको कोड लेख्न सुरु गर्छु अहिले चाहिँ मैले यो 3 स्टेप वाला कोड बनाएको छु फर्स्ट सुरु एकदम उज्यालो अनि सेकेन्ड चोटी थोरै डिम अनि थर्ड चोटी यो अफ हुने खालको कोड लेखेको छु तर त्यो टचमा चाहिँ ठ्याक्क बालेपछि होल्ड गरिरह्यो भने एकछिन बसिरह्यो भने मात्रै त्यो अर्को चोटी थिच्दाखेरि अफ हुन्छ लगातार थिचिरह्यो भने चाहिँ त्यो स्विच हुन्छ मेरो कोडमा अहिले त्यस्तो छैन त्यो फंक्सन हाल्नको लागि म मेरो कोडलाई थोरै मोडिफाई गर्नेछु अब व्हाइट कलरको कोड रेडी भइसकेको छ एकचोटी प्रेस गरे होल्ड गरे अफ भयो अनि दुईचोटी प्रेस गरे लाइट डिम भयो अनि फेरि होल्ड गरे अफ भयो अब थर्ड चोटीमा यो ब्लिङ्क भयो होल्ड भयो अनि अफ भयो अब म रेड कलरको लागि बनाउने छु ओके मेरो रेड कलरको लागि कोड पनि रेडी भइसकेको छ अब लङ प्रेस गर्दाखेरि रेडमा स्विच भएको छ हेर्नुस् अब रेडमै दुईचोटी थिच्दाखेरि ब्लिङ्क आउँछ अनि रेड कलरमै लङ प्रेस गर्दाखेरि स्विच हुन्छ व्हाइट कलरमा मतलब अहिले ब्लू कलर छ तर व्हाइट कलर मानौँ यसलाई ठ्याक्कै यही टचको जस्तै अब क्रस चेक गरौँ एकचोटी ठ्याक्कै मैले कपी गर्न सकेँ कि सकिनँ अब अगाडि यसमा व्हाइट कलर बल्यो अनि मेरो बनाएको सर्किटमा पनि व्हाइट कलर बल्यो अनि एकचोटी थिच्यो अनि अफ भयो अब दुईचोटी थिच्दाखेरि यो डिममा गयो अनि मैले बनाएको सर्किटमा पनि यो डिम भयो अब तीनचोटी प्रेस गर्दाखेरि यो ब्लिङ्क हुन्छ अनि मेरो सर्किटमा पनि म तीनचोटी प्रेस गर्छु अनि यो पनि ब्लिङ्क भइरहेको छ अब यो टचमा लङ प्रेस गर्दाखेरि रेडमा स्विच हुन्छ मेरो पनि हेरौँ मेरो पनि स्विच भइरहेको छ अनि होल्ड भएपछि अफ हुन्छ अनि यसमा चाहिँ दुईचोटी प्रेस गर्दाखेरि यो ब्लिङ्क हुन्छ मेरो सर्किटमा पनि यो ब्लिङ्क भइरहेको छ त सक्सेसफुल भएको छ मेरो कोड ओके आजको भिडियो यति नै म यसलाई टच त बनाउन चाहन्छु तर यो धेरै यो महँगो वाला मतलब बुझ्नुभयो नि यो आर्डिनो छ अब यो भन्दा सानो साइजको केही माइक्रो कन्ट्रोलरहरू छ भने मलाई सजेस्ट गर्नु म अर्को भिडियोमा यसको टच बनाउनु छु त्यस्तै त भेट्नेछौँ हामी अर्को भिडियोमा तबसम्मको लागि बाई बाई ह्याभ अ नाइस डे गमलामा पानी हाल्न जानु पर्यो